गाइडसँग चाहिँ यसरी नानीहरू भन्दैछु है। भोलि चाहिँ मेरो छोरीको भाइको छोरीको गुनिचोली छ। आज म यहाँ घरमा आएको छु, नानी हल्लाउँदैछु। नानी हल्लाएर एक्लै सुरुमा कुकुर पनि नभएर साडीको कुकुर बनाउनु भइरहेछ। अब नानी कुकुर बिना सुत्दै नसुत्ने गाह्रो छ। के गर्छु अलिक सट्ट जाने सेलरोटी भाज्दैछ पकाउँदै सट्ट निकाल्ने के छ। सेलरोटी त धेरै पकाउनु हो त आमा अझै पुऱ्याइरहेछ। कलेको जमाना ग्यास्ट्रिक भन्छ खानु हेर्न पनि मन छैन। ग्यास्ट्रिक भन्छ कोलेस्ट्रोल भन्छन् कहाँ खान्छन् त सेलरोटी खान्न भयो। हेर्न पनि मन छैन सेलरोटी नखाउँ खानै मन लागेन। A few moments later. सट्ट निकाल्ने खाइहाल्ने है त। मिठो छ। पकाउने मान्छेले मिठै पकाउनु भएको छ है त। वाह।